नमस्कार अनलाइन लोकसेवा तयारी च्यानलमा बस्नुहुने सम्पूर्ण साथीहरूलाई शाखा अधिकृत तयारी डे 3 मा स्वागत गर्न चाहन्छु। आज हामी द्वितीय पत्र अन्तर्गत राज्य र शासनको 1.22 शासनको राजनीतिक र प्रशासनिक संरचनासँग सम्बन्धित प्रश्नोत्तर विशेष भिडियो तयार पारेर लिएर आएको छु। आशा छ यस भिडियोले हजुरहरूको आयोग तयारीमा निरन्तर सहयोग पुर्याउनेछ। कति पनि ढिला नगरिकन हजुरहरूलाई म प्रश्न नम्बर 1 तर्फ लान चाहन्छु। आजका लागि प्रश्न नम्बर 1 रहेको छ, शासनको संरचना भनेको के हो? राजनैतिक तथा प्रशासनिक संरचनाबीच समानता र भिन्नता उल्लेख गर्नुहोस्। हेर्न सक्नुहुन्छ। शासनको संरचना। राज्य व्यवस्था सञ्चालन मार्फत शासन, विकास र सेवा प्रवाह गर्ने स्थानीय संरचना नै शासनको संरचना हो। यस अन्तर्गत राजनैतिक तथा प्रशासनिक संरचना पर्दछन्। यस्ता संरचनाले राज्यमा उपलब्ध शक्ति स्रोत एवं जिम्मेवारीलाई जनताको खुसी र सन्तुष्टिको लागि प्रयोग गर्दछन्। शासनको राजनैतिक संरचनाले नीति बनाउने तथा प्रशासनिक संरचनाले बनेको नीति कार्यान्वयन गर्ने कार्य गर्दछन्। शासनको राजनैतिक तथा प्रशासनिक संरचना बीचमा भएका समानताहरू यस प्रकार रहेका छन्। दुवै राज्य व्यवस्थाका अभिन्न अङ्ग हुन्। दुवैको उद्देश्य उपलब्ध स्रोतको अधिकतम परिचालन मार्फत नागरिक खुसी हुनु हो। दुवैको कार्य वातावरण रहेको हुन्छ। दुवै कार्यप्रति उत्तरदायी हुन्छन्। दुवै वातावरणीय तत्त्वबाट प्रभावित हुन्छन् भने शासनको राजनैतिक र प्रशासनिक संरचना बीच फरक यस प्रकार रहेको छ। राजनैतिक संरचनाको बारेमा हजुरलाई म भन्न गइरहेको छु, हजुरले नोट गर्न पनि सक्नुहुनेछ। राजनैतिक संरचना नीति निर्माण गर्नमा केन्द्रित हुन्छ। यो अस्थायी प्रकृतिको हुन्छ। निर्वाचनद्वारा निश्चित अवधिका लागि गठन हुन्छ र सो अवधि सकिएपछि स्वतः विघटन हुन्छ। राजनैतिक संरचनामा काम गर्ने अधिकारीहरू जनताबाट निर्वाचित भएर आएका हुन्छन्। राजनैतिक दर्शन र राजनीतिक पार्टीको घोषणापत्रका आधारमा निर्देशित हुन्छ। यो भोट भ्यालु र भ्यालिडिटीमा आधारित हुन्छ भने प्रशासनिक संरचना यस प्रकार रहेको छ। प्रशासनिक संरचना नीति कार्यान्वयन गर्नमा केन्द्रित हुन्छ। स्थायी प्रकृतिको हुन्छ। असान्दर्भिक र अनावश्यक ठहर नहुँदासम्म प्रशासनिक संरचनाको विघटन हुँदैन। प्रशासनिक संरचनामा काम गर्ने अधिकारीहरू योग्यता र प्रतिस्पर्धाका आधारमा छानिएर आएका हुन्छन्। व्यावसायिक मूल्य, मान्यता र ऐन कानुन तथा नियमका आधारमा निर्देशित हुन्छ। एक्सपिरियन्स, इन्फर्मेसन तथा एक्सपर्टिजम हुन्छ। निष्कर्षमा हामीले लेख्न सकिन्छ, सरकारको उपस्थिति जनता सामु पुर्याउने माध्यम शासनको संरचना हो। शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबीच आधारभूत भिन्नता भए तापनि दुवै राज्य व्यवस्था सञ्चालन मार्फत आम नागरिकको खुसी तथा सन्तुष्टिको लागि क्रियाशील रहन्छन्। हजुरहरूले यसलाई स्क्रिनसट गरेर नोट गर्नु अनुरोध गर्दछु। त्यस्तै गरी आजको लागि प्रश्न नम्बर 2 रहेको छ, सङ्घीय शासन प्रणाली भनेको के हो? यसको अवधारणा, सबल तथा दुर्बल पक्षहरू उल्लेख गर्नुहोस् भनेको छ। सङ्घीयतामा विविधता व्यवस्थापन गर्नु नै सङ्घीय शासन प्रणाली हो। सङ्घीय शासन प्रणाली राज्यका दुई वा दुईभन्दा बढी तहका सरकार रहेको राजनीतिक प्रणाली वा शासन व्यवस्था सङ्घीय शासन प्रणाली हो। एउटै सीमा क्षेत्रभित्रको राजनैतिक शक्ति कम्तीमा पनि दुई भिन्न तर स्वायत्त तहमा विभाजन भएको प्रणालीलाई सङ्घीय शासन प्रणाली भनिन्छ। सङ्घीयतामा केन्द्र र त्योभन्दा तलका इकाइ संविधानले व्यवस्था गरेको क्षेत्राधिकार र अधिकारमा स्वतन्त्र हुन्छन्। विश्वमा हाल नेपाल लगायत 29 वटा मुलुकमा सङ्घीय शासन प्रणाली
लागू भएको छ। नेपालको संविधानले मुलुकलाई सङ्घीय गणतन्त्रात्मक रूपमा रूपान्तरण गरेको छ। त्यस्तै गरी दोस्रो पाठको उत्तर रहेको छ अवधारणा। सङ्घीयताको अवधारणा यस प्रकार रहेको छ। सन् 1603 जन एच अल्थुसिसले आफ्नो सहर इम्डेनलाई छुट्याउने मनसायले सङ्घीयताको अवधारणा विकास गरेका थिए। विश्वको पहिलो सङ्घीय राज्य अमेरिका हो भने हाल नेपाल सहित 29 मुलुकमा यो प्रणाली अवलम्बन गरिएको छ। सङ्घीयतामा के हुन्छ त? सङ्घीयतामा कम्तीमा दुई तहको सरकार वा बढी, लिखित संविधान, तहगत सरकारलाई विधायकी तथा वित्तीय अधिकार प्रदान, तहगत सरकार बीच विवाद समाधानको संयन्त्रको व्यवस्था गरिएको हुन्छ। त्यस्तै गरी सङ्घीय शासन प्रणालीका सबल पक्षहरू यस प्रकार रहेका छन्। लोकतन्त्रको स्थानीय स्तरमा अभ्यास हुने, तल्लो स्तरमा राजनैतिक अन्तर्क्रिया हुने, स्थानीय तहसम्म नेतृत्व विकास हुने, एकात्मक सरकारका कमजोरी हटाउन सकिने, शासनमा सबै वर्ग र समुदायको उचित प्रतिनिधित्व हुने, सन्तुलित र समानुपातिक विकास हुने, ठुलो देशमा प्रभावकारी हुने, आन्तरिक असन्तोषको सम्बोधन हुने, सेवा प्रवाह प्रभावकारी हुने र विविधताको व्यवस्थापन हुने भनेर सङ्घीय शासन प्रणालीका सबल पक्षहरूलाई लिन सकिन्छ भने यसका दुर्बल पक्षहरू यस प्रकार रहेका छन्। खड्सिलो शासन प्रणाली, व्यवस्थापनमा कठिनाइ हुने र हुन सक्ने, बहुल शासनको नागरिकमा बुझ्न र बुझाउन कठिन हुने, दोहोरो कर प्रणालीको सम्भावना हुने, केन्द्रीय सरकार कमजोर हुन सक्ने, सरकारले छिटो निर्णय लिन नसक्ने, अदालत निरङ्कुश हुन सक्ने आदि। समग्रमा विविधता व्यवस्थापन सहितको सङ्घीय शासन प्रणालीमा सबै वर्ग क्षेत्रको सहभागिता रहेको हुन्छ। यही मनसायको साथ नेपालमा पनि सङ्घीयता लागू भएको हो। यसको असल कार्यान्वयनबाट वास्तविक रूपमा गाउँ गाउँमा सिंहदरबार पुग्ने रहस्यको महसुस हुने देखिन्छ। त्यसैले सङ्घीयताको असल अभ्यास र पूर्ण कार्यान्वयन मार्फत विविधता व्यवस्थापन आजको आवश्यकता हो। साथीहरू, यो नोटहरू हजुरले स्क्रिनसट गरेर नोट पनि गरिदिनु होला। एकदमै छोटो, सटिक र अति आवश्यक नोटहरू हामीले सङ्कलन गरेर सम्प्रेषण गर्ने प्रयास गरेको छौँ। प्रश्न नम्बर 3 रहेको छ। नेपालको कार्यपालिकाको गठन विधि उल्लेख गर्दै कार्यपालिकाको विधायिकी र वित्तीय भूमिकाबारे स्पष्ट पार्नुहोस् भनेको छ र यसको उत्तर यस प्रकार रहेको छ। नेपालको कार्यपालिकाको गठन विधि। सामान्यतया कार्यपालिका भन्नाले मन्त्री परिषदलाई बुझ्ने गरिन्छ। नेपालको कार्यकारिणी अधिकार नेपालको संविधान बमोजिम मन्त्री परिषदमा निहित हुने कुरा संविधानमा उल्लेख छ। नेपालको संविधानमा व्यवस्था भए बमोजिम मन्त्री परिषदको गठन द्याए बमोजिम हुन्छ। पोइन्ट नम्बर 1 रहेको छ। राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्री परिषदको गठन हुनेछ। 2 नम्बर, उपधारा 1 बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ। 3 नम्बरमा रहेको छ। प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले 30 दिनभित्र उपधारा 2 बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा 4 बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभाका सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ। 4 नम्बरमा रहेको छ। उपधारा 2 वा 3 बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले 30 दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ। 5 नम्बर, उपधारा 3 बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा 4 बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा
दुई बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ। त्यस्तै गरी 6 नम्बरमा रहेको छ उपधारा 2 बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा 4 बमोजिमको विश्वासको मत प्राप्त गर्नुपर्नेछ। 7 नम्बर उपधारा 5 बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी 6 महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ। यस संविधान बमोजिम भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले 35 दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्त सम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ। राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसदका सदस्य मध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्रीसहित बढीमा 25 जना मन्त्री रहेको मन्त्री परिषद गठन गर्नेछ। यसका लागि थप स्पष्टीकरण यस भागको प्रयोजनका लागि मन्त्री भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनु पर्नेछ। त्यस्तै गरी 10 नम्बरमा रहेको छ प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा सङ्घीय संसद प्रति उत्तरदायी हुनेछन् र मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा प्रधानमन्त्री र सङ्घीय संसदप्रति उत्तरदायी हुनेछन् भनेको छ। अनि कार्यपालिकाको विधायकी भूमिका यस प्रकार रहेको छ। व्यवस्थापिकाको प्रायोजित विधानको अधीनमा रही नीति, नियम, निर्देशिका आदि जारी गर्न सक्दछ। सङ्घीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्दछ। अर्थ विधेयक तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत सुरक्षा निकायसँग सम्बन्धित विधेयक सरकारी विधेयकको रूपमा मात्र प्रस्तुत गरिनेछ। त्यस्तै गरी कार्यपालिकाको वित्तीय भूमिका यस प्रकार रहेको छ। व्यवस्थापिका संसदमा राजस्व र व्ययको अनुमान गरी वार्षिक बजेट पेश गर्ने कार्य कार्यपालिकाले गर्दछ। संसदबाट पारित भएको बजेट कार्यान्वयन स्तरमा पुर्याउने कार्य कार्यपालिकाले गर्दछ। व्यवस्थापिकाको लागि आवश्यक बजेट सुरक्षा लगायतका वित्तीय सुविधा कार्यपालिकाले प्रदान गर्दछ। कार्यपालिकालाई विनियोजन ऐन, पूरक अनुमान, परेको खर्च, उधारो खर्च तथा आकस्मिक कोष जस्ता ऐन तथा कोषहरूको अधिकार रहन्छ। निष्कर्ष यस प्रकार दिन सकिन्छ। नेपालको संविधानले कार्यपालिकाको गठन तथा कार्यपालिकाको विधायकी र वित्तीय भूमिकाको स्पष्टता प्रदान गर्दै सङ्घीय, प्रादेशिक र स्थानीय सरकार गठन तथा त्यसको भूमिकाको लागि मार्ग प्रशस्त गरेको पाइन्छ। त्यस्तै गरी आजको लागि प्रश्न नम्बर 4 रहेको छ। शासनको राजनैतिक संरचनाको चर्चा गर्दै यसको सबलीकरणका लागि कस्तो राजनैतिक संरचना आवश्यक पर्ने देख्नुहुन्छ, विवेचना गर्नुहोस् भनेर प्रश्न रहेको छ भने उत्तर यस प्रकार रहेको छ। साथीहरूले भिडियोलाई रिपिटेडली हेरेर लेखेर तयारी गर्न सक्नुहुन्छ भन्दै 4 नम्बरको उत्तरतर्फ लान चाहन्छु। शासनको राजनैतिक संरचना कुनै पनि राष्ट्रको राजनैतिक संरचना त्यो राष्ट्रले अवलम्बन गरेको राजनीतिक प्रणालीसँग निर्भर रहने भएकोले देशअनुसार फरक प्रकृतिको राजनैतिक संरचना रहने गर्दछ। सामान्यतया राजनैतिक संरचना निम्नानुसार हुने देखिन्छ। राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्री परिषद, संसद, स्थानीय निकायहरू, राजनैतिक दलहरू भनेर विभाजन गरिएको छ भने राष्ट्र प्रमुख भनेको के हो त? साम्यवादी राजनीतिक प्रणाली अवलम्बन गरेका देशमुक्त पार्टीको अध्यक्ष नै सर्वेसर्वा रहन्छ। राष्ट्रपतीय पद्धतिमा राष्ट्रपतिले नै कार्यकारिणी अधिकार प्रयोग गर्ने हुन्छ। संसदीय शासन पद्धतिमा राष्ट्रपति प्रायः आलङ्कारिक रहने गर्दछ। त्यस्तै गरी सरकार प्रमुख राष्ट्रपतीय शासन पद्धतिमा सरकार प्रमुख रहे पनि कमजोर रूपमा रहन्छ।
संसदीय शासन प्रणालीमा सरकार प्रमुख कार्यकारिणी अधिकार प्रयोग गर्ने हुन्छ। मन्त्री परिषद शासनको गन्तव्य निर्धारण गर्ने निकायको रूपमा मन्त्री परिषद रहने गर्दछ। संसद राज्य सञ्चालनको निमित्त आवश्यक कानुन, विधि, ऐन निर्माण गर्ने थलोको रूपमा संसद रहेको हुन्छ। यसले सरकारले गरेका काम कारबाहीको आकलन समेत गर्दछ। त्यस्तै गरी राजनैतिक दलहरू जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने राजनैतिक दलहरू नै राजनैतिक प्रतिनिधि आपूर्ति गर्ने माध्यम हुन्। राजनैतिक विचारधारा र आस्थामा रही कार्य गर्ने राजनैतिक दलहरू नै सरकार सञ्चालनका हर्ताकर्ता हुन्। शासनको सबलीकरणका लागि राजनैतिक संरचना लोकतान्त्रिक मूल्य मान्यता प्रणालीलाई आत्मसात गर्ने, आवधिक निर्वाचन प्रणालीलाई अङ्गीकार गरी शासनमा प्रभावकारिता कायम गर्न, राजनैतिक स्थायित्व स्थिरता कायम भएको, राजनैतिक विभाजन गुट उपगुटबाट मुक्त भएको, देशको परिस्थिति सुहाउँदो सानो आकारमा मन्त्री परिषद र मन्त्रालयको गठन, राजनैतिक नेतृत्व गर्न सक्ने र देशलाई अन्तर्राष्ट्रिय तवरमा निर्भीकताका साथ उभ्याउन सक्ने, दीर्घकालीन सोच, भिजन, मिसन र गोल भएको, अल्पसङ्ख्यक पिछडिएको वर्ग समुदायको प्रतिनिधित्व भएको संसद, स्थानीय निकायको सबलीकरण, स्थानीय नेतृत्वको विकास, सिप अभिवृद्धि गर्न सक्ने किसिमको स्थानीय निकाय रहेको, जनताको माग, इच्छा, चाहना तथा आवश्यकतालाई सम्बोधन गर्ने किसिमको संरचना। निष्कर्ष यसरी लेख्न सकिन्छ। समावेशी लोकतन्त्रलाई प्रवर्धन गर्दै विकास प्रक्रियामा स्थानीय सहभागितालाई प्रवर्धन गर्न सक्ने, राज्य व्यवस्थालाई कुन दिशामा लैजाने र दीर्घकालमा राज्यले के प्राप्त गर्ने भन्ने विषयको उद्घोष गर्नुपूर्व सोही बमोजिमको राजनीतिक संरचना हुन आवश्यक छ। नेपालको सन्दर्भमा जनताप्रति उत्तरदायी र जवाबदेही हुने खालको राजनैतिक संरचनाको आवश्यकता अहिलेको माग देखिन्छ। साथीहरू, यो 4 नम्बरको प्रश्न रहेको छ र यसको उत्तर मैले हजुरलाई देखाइसकेको छु। हजुरले स्क्रिनसट गरेर यसलाई अध्ययन गर्न सक्नुहुन्छ भन्दै अब भने आजको लागि अन्तिम प्रश्न र यस 1.2 को लागि हाम्रो अति महत्त्वपूर्ण ठानेका प्रश्नहरू यति नै प्रस्तुत गरिएको छ। प्रश्न नम्बर 5, नेपालको प्रशासनिक संरचना जनमैत्री बनाउन के कस्ता सुधार आवश्यक ठान्नुहुन्छ? व्याख्या गर्नुहोस् भनेको छ। उत्तरमा प्रशासनिक संरचना यस प्रकार रहेको छ: केन्द्रीय वा सङ्घीय प्रशासनिक संरचना, प्रान्तीय वा प्रदेश स्तरका प्रशासनिक संरचना र स्थानीय स्तरका प्रशासनिक संरचना। केन्द्रीय वा सङ्घीय प्रशासनिक संरचना के हो त? लिन एन्ड कम्पिटेन्ट केन्द्रीय प्रशासनिक संरचनाको निर्माण गर्ने, नीति निर्माण, अनुगमन, मूल्याङ्कन, राष्ट्रिय हित प्रवर्धन, ठुला योजना तथा विकास कार्यक्रमहरूको रेखदेख जस्ता विषयमा केन्द्रित गर्ने, शासन प्रणालीका सहयात्री तथा साझेदारहरूलाई प्रशासन सञ्चालनमा सहभागी गराउने तथा तिनीहरूबाट पृष्ठपोषण प्राप्त गर्ने, विज्ञ प्रशासकहरूको संलग्नताका साथै एक्सपर्ट विङको व्यवस्था गर्ने, इन्फर्मेसन नेटवर्किङ मातहतका निकायहरूसँग समन्वय तथा सहकार्य गर्ने, सङ्घीय शासन प्रणालीको मर्म अनुसार प्रशासनिक कार्यहरू तल्लो निकायबाट सम्पन्न गर्ने गरी अधिकार सम्पन्न तुल्याउने, परिवर्तित विश्व परिवेशसँग सुहाउँदो प्रशासनिक नीति, पद्धति तथा व्यवहारको थालनी गर्ने आदि। त्यस्तै गरी प्रान्तीय प्रदेश सरकारका प्रशासनिक संरचनालाई निम्नानुसार ल्याउन सकिन्छ: केन्द्र र स्थानीय सरकार बीच समन्वय तथा सहकार्य गर्न सक्ने संरचनाको निर्माण गर्ने, केन्द्र र प्रदेश तथा प्रदेश र स्थानीय सरकार बीच सूचना सञ्जाल,
कायम गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त छिटो छरितो पार्ने, प्रब्लम सुटिङ ग्रुपको व्यवस्था मार्फत आइलाग्ने समस्याको तत्काल सोलुसन खोज्ने, केन्द्र र प्रदेश तथा प्रदेश र स्थानीय निकाय बीच देखिने ओभरल्यापिङको समस्यालाई तत्काल निराकरण गर्ने आदि। स्थानीय प्रशासनिक संरचना, सेवा प्रवाहलाई चुस्त दुरुस्त पार्न आवश्यक कर्मचारीको व्यवस्था गर्ने, स्थानीय सरकार सञ्चालन ऐन 2074को प्रभावकारी कार्यान्वयन गर्न, राजनैतिक र प्रशासनिक तहबाट समन्वयात्मक भूमिका निर्वाह गर्ने, स्थानीय सरकारको सबलीकरण तथा क्षमता एवं दक्षता अभिवृद्धि गर्ने, जनसम्पर्क र जनगुनासो सुनवाईको व्यवस्था गर्ने, स्थानीय आवश्यकता इच्छा र चाहनालाई सम्बोधन गर्ने गरी पर्याप्त स्रोत साधनको व्यवस्था गर्ने, सेवाग्राहीको लागि आवश्यक पर्ने चमेनागृह, आराम कक्ष तथा अपाङ्ग मैत्री भौतिक संरचनाको निर्माण गर्ने, सरकारको पूर्ण उपस्थिति झल्किने गरी ट्रेन कर्मचारी तथा मुस्कानसहितको सेवा प्रवाह गर्ने आदि। समग्रमा माथि उल्लेख गरिएका सुधारका कार्यहरू तत्काल अवलम्बन गरी कार्यान्वयन गर्न सकेको खण्डमा अवश्य पनि नेपालको प्रशासनिक संरचना जनमैत्री हुन गई विकासका प्रतिफलहरू आम जनताले निसन्देह प्राप्त गर्न सक्ने देखिन्छ। यस भिडियो हेरेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई धन्यवाद साथी। यस हाम्रो च्यानलमा शाखा अधिकृतसँग सम्बन्धित प्रथम पत्र, द्वितीय पत्र, तृतीय पत्र र चतुर्थ पत्रका प्रशासन विशेष भिडियोहरू दैनिक रूपमा निरन्तर रूपमा अपलोड हुनेछन् र सबै टपिकहरूको प्रश्नोत्तर शैलीमा भिडियोहरू तयार गरेर अपलोड गरिनेछन्। हजुरहरूले निशुल्क तयारी गर्न सक्नुहुन्छ भन्दै आजको भिडियो यहीँ समाप्त गर्छु। धन्यवाद।